नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले हाम्रो राष्ट्रको जिम्मेवारी, न्याय प्रणाली अनि सार्वभौमिकतामाथि नै गम्भीर सवाल उठाएको छ। आउनुहोस्, सँगै यी अनुत्तरित प्रश्नहरूको गहिराईमा डुबौँ। हाम्रो आजको चर्चा यही शक्तिशाली भनाइबाट सुरु गरौँ न। स्रोतले के भन्न खोज्दैछ भने हामी यहाँ कुनै सामान्य घटनाको कुरा गर्दै छैनौँ। यो त एउटा भनाइ मात्रै होइन, यो त एउटा ऐना हो जसले यो विषय कति गम्भीर छ र यसमा कति मानवीय पीडा लुकेको छ भनेर छर्लङ्गै देखाउँछ। ल, आज हामी यो पुरै विषयलाई 4 भागमा हेर्नेछौँ। पहिला त्यो अनुत्तरित त्रासदी के हो त्यो बुझ्छौँ, त्यसपछि जवाफदेहिताको सङ्कटबारे कुरा गर्छौँ, अनि त्यो शङ्काको घेरा के हो त्यो पनि हेर्छौँ, र अन्त्यमा राष्ट्रिय एकताको लागि गरिएको आह्वानमा पुग्छौँ। यसरी हामीलाई यो जटिल विषय बुझ्न सजिलो हुन्छ। त्यसो भए सुरु गरिहालौँ पहिलो खण्डबाट। एक अनुत्तरित त्रासदी। हो, यही त्यो घटना हो जसले आजको यो सम्पूर्ण बहसको जग बसालेको छ र जसको उत्तर अझै पनि खोजिँदैछ। अब हेर्नुहोस्, स्रोतले केही साँच्चै कहाली लाग्दा घटनाहरूलाई अगाडि ल्याएको छ। सोच्नुहोस् त, सिंहदरबार र सर्वोच्च अदालत जस्ता हाम्रा धरोहरमा आगजनी, आम मानिसको सम्पत्तिमा व्यापक विनाश र सबैभन्दा दर्दनाक कुरा, निर्दोष कलिला बालबालिकाको ज्यान। यी सामान्य घटनाहरू थिएनन्, यो त पुरै राष्ट्रलाई नै स्तब्ध पार्ने एउटा ठूलो प्रहार थियो। यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने नि, स्रोतले यी घटनाहरूलाई सामान्य रूपमा लिएको छैन। बरु यसलाई एउटा गहिरो राष्ट्रिय सङ्कट भनेको छ। तर्क पनि एकदमै सिधा छ। एउटा सभ्य र जिम्मेवार देशमा यस्ता घटनाहरूलाई कहिले पनि सामान्य मान्न सकिँदैन। अब लागौँ हाम्रो विश्लेषणको दोस्रो खण्डतिर। जवाफदेहिताको सङ्कट। मतलब घटना त भयो, तर त्यसपछिको अवस्था कस्तो रह्यो, उत्तर र न्यायको कस्तो अभाव देखियो, यसबारे कुरा गरौँ। अब यहाँबाट स्रोतले केही एकदमै सिधा र शक्तिशाली प्रश्नहरू सोधेको छ। सबैभन्दा पहिलो र आधारभूत प्रश्न नै यही छ, यति ठूला घटनाहरू भए तर त्यसमा संलग्न व्यक्तिहरूको पहिचान आजसम्म किन सार्वजनिक गरिएन? अनि यही प्रश्नको अर्को पाटो पनि छ। ल, मानिलिउँ पहिचान भएकै थियो रे, त्यसो भए ती दोषीहरूलाई कानुनको कठघरामा किन उभ्याइएन त? स्रोतले के निष्कर्ष निकालेको छ भने हाम्रो न्याय प्रणालीको यही असफलता नै यो सङ्कटको मुख्य जड हो। त्यसो भए यी प्रश्नहरूको उत्तर नआउँदा के भयो त? हो, स्रोतले स्पष्ट भनेको छ, राज्यको यही मौनताले गर्दा आम मानिसको सरकार र पुरै प्रणालीप्रतिको विश्वास नै टुट्दै गएको छ। ल, अब तेस्रो खण्डमा प्रवेश गरौँ। शङ्काको घेरा। अब यहाँनिर स्रोतले केही निकै गम्भीर प्रश्नहरू उठाएको छ र हामी ती प्रश्नहरूलाई स्रोतमा जस्तो उल्लेख छ ठ्याक्कै त्यस्तै गरी कुनै पक्ष नलिई तटस्थ रूपमा यहाँ प्रस्तुत गर्दैछौँ। यो खण्डको केन्द्रमा एउटै मुख्य प्रश्न छ, के जेनजेड आन्दोलन जस्तो देखियो त्यस्तै मात्र थियो? मतलब सतहमा जे देखियो के भित्र पनि त्यही थियो? स्रोतले सोध्छ, त्यो आन्दोलनको भित्री उद्देश्य के थियो? के यो साँच्चै त्यति नै सरल थियो जति बाहिरबाट देखाइयो? यहाँनिर स्रोतले दुईवटा फरक सम्भावनाहरू अगाडि सार्छ। एकातिर के यो साँच्चै निर्वाचन प्रणाली सुधार्नको लागि गरिएको एक वास्तविक प्रयास थियो, कि अर्कोतिर यसको पछाडि देशलाई नै अस्थिर बनाउने कुनै सुनियोजित षड्यन्त्र थियो? हो, यही दुईवटा सम्भावना बीचको अनिश्चितताले नै शङ्कालाई जन्म दिएको हो। र यही शङ्काले हामीलाई अर्को चुनौतीपूर्ण प्रश्नतर्फ डोर्याउँछ। स्रोतले के भन्छ भने अनुसन्धान नहुनुको पछाडि कुनै बाहिरी प्रभाव पो थियो कि? प्रश्न उठ्छ, यदि देश साँच्ची नै कसैको प्रभावमा छैन, सार्वभौम छ भने ती हिंसात्मक समूहहरूमाथि निष्पक्ष र पारदर्शी अनुसन्धान किन गरिएन? सत्य बाहिर ल्याउन यत्रो हिचकिचाहट किन? अनि यदि साँच्चै विदेशी प्रभाव छ भने राज्य किन चुप छ? यो प्रश्नले हाम्रो राष्ट्रिय सार्वभौमिकतामाथि कत्रो चिन्ता छ भन्ने कुरा देखाउँछ। कतै यो मौनताले कुनै ठूलो खतराको सङ्केत त गरिरहेको छैन? अब यत्तिका धेरै प्रश्नहरूपछि समाधान के त? चौथो खण्डमा स्रोतले अब अगाडिको बाटो के हुनुपर्छ भनेर राष्ट्रिय एकताको लागि एउटा आह्वान गरेको छ। स्रोतले यो सङ्कट समाधानको लागि 4 बुँदे योजना अघि सारेको छ। पहिलो, यो रहस्यको गहिरो र कसैसँग नडराई अनुसन्धान गर्ने। दोस्रो, जो दोषी छन् उनीहरूलाई कानुनी दायरामा ल्याउने। तेस्रो, पीडितहरूलाई न्याय र सम्मान दिने। र चौथो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, राष्ट्र र राष्ट्रियताको लागि सबै नेपाली एक हुने। र यो एउटा भनाइले पुरै विश्लेषणको सार बताउँछ। न्याय बिना शान्ति सम्भव छैन र सत्य बिना राष्ट्र बलियो हुँदैन। कति गहिरो कुरा।
यसले के देखाउँछ भने सत्य, न्याय र राष्ट्रको शक्ति एक अर्कासँग जोडिएका छन्। जबसम्म सत्य बाहिर आउँदैन र पीडितले न्याय पाउँदैनन्, तबसम्म बलियो राष्ट्रको कल्पना पनि गर्न सकिँदैन। र अन्त्यमा स्रोतले हामीलाई एउटा गम्भीर प्रश्नको साथ छोडेको छ। के यी घटनाहरू इतिहासका पन्नामा केवल अनसल्भड मिस्ट्री अर्थात् नसुल्झिएका रहस्य बनेर मात्रै रहनेछन् त? यो प्रश्न केवल विगतको बारेमा मात्र होइन, यो त हाम्रो भविष्य र त्यसमा लुकेका जोखिमहरूबारे गम्भीर भएर सोच्न बाध्य बनाउने प्रश्न हो। धन्यवाद।